गाइज दुबई भन्ने ठाउँ यस्तो रहेछ। यहाँ जो कोही आए पनि मानवता हराएको देश जस्तो क्या, मानवता हराएको देश जस्तो। किनभने यहाँ नेपालीदेखि नेपाली डराउनु पर्ने कि दुबई भन्ने ठाउँ एउटा सेफ छैन कि, एउटा सेफ छैन। किनभने नेपालीले नेपाली नै लुट्न खोज्छ क्या, नेपालीले नेपाली नै लुट्छन् होइन। किनभने हिजोका दिनहरूमा हामी मलेसिया बस्दा अनि कोही साथीहरूलाई केही पर्यो, साह्रो गाह्रो पर्दा सहयोग गरौँ भन्दा होइन, मिलेर साथ सहयोग दिने होइन। कसैलाई काम चाहियो दाइ काममा लगाइदिनु, भाइ काममा लगाइदियो भन्दा काम लगाइदिने, आदान प्रदान गर्ने, सहयोग आदान प्रदान गर्ने गर्थ्यौँ कि। यहाँ त त्यस्तो केही छैन कि होइन। नेपाली देख्यो कि ल अब यसलाई लुट्न पाइन्छ भनेर होइन, केही न केही बहानामा लुटिहाल्ने क्या होइन। काम लगाइदिन्छु होइन, केही न केही बहानामा लुटिहाल्ने। अनि यस्तो छ कि यहाँ एउटा सेफ छैन कि, दुबई भन्ने ठाउँ एउटा सेफ छैन कि होइन। दुबई भन्ने ठाउँ एउटा सेफ छैन। लास्टै गाह्रो छ दुबईमा बस्नलाई, दुबईमा बाँच्नलाई लास्टै गाह्रो छ गाइस।